ल ल हुन्छ फाइनल्ली हामी तारकेश्वर आइपुग्यौँ है। तारकेश्वर महादेव ल यहाँबाट माथि रहेछ अझै चढ्नुपर्ने हो माथि रहेछ अझै। अनि यहाँ कुण्ड रहेछ एउटा यी त्यसो गरी हामी यताबाट आएको माथि यस्तो ढुङ्गाभन्दा माथि पहरामा रहेछ भगवान्। आइपुग्यो नि त तारकेश्वर। हिँड्दा 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 काठमाडौँबाट हामी यही होला मन्दिर। यो त पुलिसले खोज्नु माग्छ है। ल तारकेश्वर हामी पानी कलल्ल झर्दा छ। जय शम्भो। ल यो के अरे दुप्चेश्वर गए जस्तै रहेछ। तारकेश्वरेश्वर हो, दुप्चेश्वर र तारकेश्वर एउटै रहेछ। ठाउँ चाहिँ उस्तै उस्तै रहेछ। ल यहाँबाट काठमाडौँ पनि पुरा देखिँदो रहेछ मजाले है। ल हामी यसरी आएको यी हामी तिनजना तारकेश्वर रमाइलो छ। ल यहाँबाट माथि पनि जाने ठाउँ रहेछ यी टक चढेर तारकेश्वर महादेव यहाँ रहेछ यी मुख्य लेखा रहेछ। अब यहाँबाट पनि यस्तो छ यहाँबाट गुफाभित्रको भगवान् तारकेश्वर भगवान्। देशी गणेश हो जय भगवान्। ल यहाँबाट काठमाडौँ पुरा देखिँदो रहेछ। ल तारकेश्वर महादेवबाट माथि गुफाबाट यस्तो गुफाभित्र रहेछ महादेव। यस्तो गुफाभित्रको महादेव गणेश गुफाभित्रै मजाको। तर यहाँबाट चाहिँ मजाको दृश्य छ। ल यहाँ माथि पनि तारकेश्वर महादेव रहेछ। सानो मात्र रहेछ यस्तो मात्र रहेछ। अहिले त फटा जस्तो यस्तै आउँछु म त ब्याग गरेर नलाउने धेरै ठाडो भयो चिप्यो भने त घटन ढङ्ग हुन्छ। देउता दर्शन गर्नु गाह्रो। ए ठिक छ। ल बाटो नै घना जङ्गल।